त्यहाँ न्युज लेख्यो, स्कोर कार्ड सहित न्युज छाप्यो। तर भइदिएछ के भने स्टार स्पोर्ट्सले नाइप नगरे भएर त्यो बेला क्रिकेट एसोसिएसन अफ नेपालको म्याच त क्यान्सल भयो, पानी पऱ्यो क्यान्सल भयो भनेर नेपालको म्याचै क्यान्सल भनेर प्रेस स्टेटमेन्ट पठाइदिएको थियो। सबै अरू पत्रिकामा चाहिँ नेपाल र भारतको खेल रद्द भन्ने, समाचार पत्रमा मात्रै स्कोर कार्ड सहित न्युज छाप्यो। ब्याक स्टोरी चाहिँ के रहेछ भन्दाखेरि इन्डियालाई पनि माथि जानको लागि नेपाल सजिलो अपोनेन्ट पोइन्ट चाहिएको, नेपाललाई त अब त्यो इन्डियासँग नखेलिकन फर्किनु भन्दा नेपाललाई माथि जानु पर्यो होइन, तर इन्डियासँग त खेल्न पाउनु पऱ्यो नि त। नेपाललाई त त्यो बेला त नेपालले इन्डियासँग खेल्न पाउनु भने त एउटा ठुलो थियो। अनि त्यहाँ चाहिँ इन्डियन टिमले के रिक्वेस्ट गरेछ भने अर्को ग्राउन्डमा गएर खेलौँ होइन, अलि टाढा अर्को ग्राउन्डमा गएर म्याच खेलौँ, किन उनीहरूलाई दुइटाको लागि चाहिँ विन विन सिचुएसन भयो। इन्डियालाई पनि उसले पोइन्ट पाउने, उसले खेल्न पाउने भयो, नेपाल एउटा कमजोर राष्ट्रसँग त्यो बेला, नेपाललाई पनि के इन्डियासँग खेल्न पाउने भयो। दुइटा एग्री गरेर बसहरू मुभ गरेर स्टार त्यो बेला चाहिँ स्टार स्पोर्ट्सले उनीहरूको त्यो सारा इक्विपमेन्ट सेटअप त न्युमा मुभ गर्न सकेन लाइभ गर्न भनेर, त्यो त ट्रकका ट्रक हुन्छ, त्यही भएर उनीहरूले लाइभ गरिदिएन। लाइभ गर्ने भने म्याच खालि पानी परे मात्रै देखाइरह्यो स्टेडियम, त्यसपछि अचानक म्याच नदेखेपछि क्यान्सल भयो भन्ने भयो भनेको अवस्था त्यो थियो कि हाम्रो अवस्था कस्तो भने न्युज म्याच भएको छ, इन्टरनेटमा त्यो न्युज छ, सबै चिज थियो नि त त्यो बेला पनि चाहिँ हामी चाहिँ त्यो एक्सिस थिएन हाम्रो पत्रकारको एक हिसाब।